यो चाहिँ सज्योनको बोट हो। हामीले चाहिँ प्राय बजारबाटै ल्याउने गरिन्छ र यो कसरी फल्छ कहाँ फल्छ पनि थाहा हुँदैन। आज चाहिँ म हजुरहरूलाई यो सबै भिडियोमा देखाउने छु। टिप्नलाई रेडी भएको सज्युन चाहिँ हामीले यसरी हाँगा काटेर अनि टिप्ने गर्छौँ। हेर्नुस् त हामीले सज्युन टिपिसक्यौँ। अब चाहिँ म यसलाई पकाउने छु। पकाउनु भन्दा अगाडि चाहिँ यसलाई राम्रोसँग केलाउनु पर्छ। हेर्नुस् त मैले फेद र टुप्पोपट्टि थोरै थोरै काटेर यसरी बोक्रा तास्दै छु। सज्युन चाहिँ हाम्रो शरीरका लागि आवश्यक पर्ने थुप्रै पोषक तत्त्वहरूले भरिपूर्ण भएको सब्जी मानिन्छ। यसमा चाहिँ प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ। हेर्नुस् त यसरी केलाइसकेपछि अब हजुरहरूलाई कत्रो कत्रो पिसमा चाहिन्छ त्यही अनुसार यसलाई भाँच्न सक्नुहुन्छ। हजुरहरूले यसरी चक्कुको सहायताले पनि काट्न सक्नुहुन्छ र यसको बोक्रा यसरी निकाल्न सक्नुहुन्छ। मैले आफूलाई चाहिने जति सज्युन काटेर पखालेर रेडी गरिसकेकी छु। यसको साथै एउटा टमाटर काटेर लिएकी छु। त्यसै गरी मसिनो गरी प्याज काटेर लिएकी छु र थोरै आलु पनि लिएकी छु र अन्तिममा मसिनो गरी काटेको लसुन र 2टा खोर्सानी पनि लिएकी छु। अब चाहिँ ग्यासको फ्लेम अन गरेर कुकर बसाएँ। त्यसै गरी म यहाँ तोरीको तेल राख्दै छु। तेल तातिसकेपछि मैले जिरा फुराएँ। त्यसै गरी काटेको लसुन पनि फ्राई गर्दैछु र खोर्सानी पनि राखेँ। अब यसलाई एकैछिन फ्राई गरिसकेपछि प्याज राख्नुपर्छ। प्याजलाई हल्का रातो हुने बेलासम्म फ्राई गर्नुपर्छ। प्याज यतिको फ्राई भइसकेपछि अब अघि काटेर रेडी गरेको आलु राख्नुपर्ने हुन्छ। अब बिस्तार राख्नु होला। अब एकैछिन आलुलाई यसरी नै चलाउँदै फ्राई गर्नुपर्छ। दुई मिनेट जति आलु फ्राई गरिसकेपछि अब सज्युन राख्नुपर्छ। सज्युन राखिसकेपछि फेरि पनि यसलाई राम्रोसँग चलाउनु होला। एकैछिन यसलाई चलाइसकेपछि आफ्नो स्वाद अनुसार नुन राख्नुपर्ने हुन्छ। सबैतिर नुन लाग्ने गरी फेरि पनि मजाले चलाइदिनु होला। मैले यसलाई 2 मिनेटको लागि कुकरको बिर्कोले छोपिदिएँ। हेर्नुस् त यतिको भइसकेपछि अब चाहिँ म टमाटर एड गर्दैछु। त्यसपछि मैले 1 चम्चा र अलिकति जिरा, अदुवा, लसुनको पेस्ट राखेँ र यो सबै मरमसलाहरू राम्रोसँग लाग्ने गरी म फेरि पनि चलाउँदैछु। मलाई त सज्युनको तरकारी एकदमै मनपर्छ। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला। अब चाहिँ हजुरहरूलाई कतिको सुप खान मनपर्छ त्यही अनुसार पानी राख्न सक्नुहुन्छ। ग्यासको फ्लेम चाहिँ सानो बनाएर यसलाई 1 सिटी लाग्नको लागि छाडिदिनु होला। 1 सिटी लागिसकेपछि म कुकरको बिर्को खोलेर हेर्दैछु। हेर्नुस् त कस्तो राम्रोसँग पाकिसकेको छ। 1 सिटी भन्दा धेर लायौँ भने चाहिँ यो धेरै पाक्छ, त्यही भएर स्वाद आउँदैन। यतिको पाक्यो भने खानको लागि एकदमै मिठो हुन्छ। त्यसै गरी अन्तिममा मैले 1 चम्चा गरम मसला राखेँ। यसले चाहिँ सब्जीको स्वाद एकदमै मिठो बनाउँछ। अब यसलाई राम्रोसँग चलाइदिनु होला। हेर्नुस् त सज्युनको तरकारी पाकेर रेडी भइसक्यो। अब चाहिँ म सर्भ गर्नको लागि एउटा बटुकामा खन्याउँदैछु। हजुरहरू पनि यसरी नै सज्युनको तरकारी पकाएर खानु होला, एकदमै मिठो हुन्छ। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट मार्फत प्रतिक्रिया दिन नबिर्सिनु होला।
फेरि पनि यस्तै यस्तै रेसिपी लिएर आउने नै छु। अन्तिमसम्म हेरेर मलाई साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद।